यस्तो हल्का चप्पल त मैले अहिलेसम्म लगाएकै थिएन कि स्यान्डल भनौँ न यस्तो हल्का छ नि यो होइन यस्तो लाइट वेट छ मैले एक्सपेक्ट गरेकै थिएन कि मैले सिनबाट अर्डर गरेको मैले माथि कोड पनि राखिदिएको छु पछाडि हिँडेको मान्छेलाई चाहिँ इग्नोर गर्नु होला चप्पल र कोडमा फोकस गर्नु होला यो चाहिँ यस्तो राम्रो छ एकदम लाइट वेट छ ग्रिप पनि छ लड्ला भन्ने डर पनि छैन त्यही माथि यति बलियो छ मेन भनेको लास्टै हल्का छ कि जापानमा हुनुहुन्छ भने त हजुरलाई थाहा नै होला कति धेरै हिँड्नुपर्छ कति धेरै गर्मी छ भनेर संसारको जुनसुकै कुनामा हुनुहुन्छ होइन अनि यस्तो स्पन्जी पनि छ कि सोलमा होइन एकदम सजिलो छ कि खुट्टा दुख्दैन कि यसले है त्यस्तो मैले लगाएर युज गरेर आफूलाई एकदम राम्रो भएर रेकमेन्ड गरिरहेको छु होइन त्यसै भने होइन मैले माथि कोड पनि राखिदिएको छु सर्च गरेर आफैले रिसर्च पनि गर्न सक्नुहुन्छ त्यहाँ कमेन्टहरू पनि हेर्न सक्नुहुन्छ अनि मैले लगाएर हिँडेर यहाँ फोहोर पनि देखाएको छु नि त्यही भएर भनेको है एकदम मैले यो बाहेक आजभोलि अरू युज नै गर्दिनँ कि त्यस्तो राम्रो छ कि है हजुरहरूलाई पनि मनपर्छ भने अर्डर गर्नु ल माथि कोड छ